अहिलेको यो स्मार्टको जमानामा प्राय प्रत्येकको हातमा स्मार्टफोन छ अनि त्यो स्मार्टफोनभित्र लुकेको फेसबुक र यो फेसबुक चलाइएन भने कतिपयलाई निद्रा नै पर्दैन। के छ त हाम्रो यो दैनिक भोजन जस्तै भइसकेको छ फेसबुक। एक दिन नहेर्ने भने कस्तो कस्तो भइहाल्छ। र आज त्यही फेसबुकको विषयमा तपाईँ हामीले कस्तो खालको कन्टेन्ट बनाउने, कस्तो खालको फोटो राख्ने, कस्तो खालको भिडियो राख्ने, कस्तो खालको स्टार्टर लेख्ने अनि कस्तो खालको कमेन्ट गर्ने, यति आदि गर्दा तपाईँ हाम्रो फेसबुक मोनिटाइज भएर के अर्निङ हुन्छ त? फ्युचरमा गएर तपाईँ हामीले फेसबुकबाट पनि के भोलि राम्रो इन्कम गर्न सक्छौँ त? हो, आज त्यही विषयमा कुराकानी गर्दैछौँ। भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक शेयर कमेन्ट गर्न नबिर्सिनुहोला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकनमा प्रेस गर्नुहोला ताकि यस्तै जानकारीमूलक भिडियो छिटोभन्दा छिटो आउने गर्दछ। र आज म तपाईलाई यो फेसबुक सम्बन्धी झन्डै म 10-12 वर्ष पहिले एउटै आइडी चलाउँदै गर्दाको अनुभव तपाईहरुमाझ आफूले जानेका, आफूले बुझेको जानकारीहरू शेयरिङ गर्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब भने म तपाईहरुलाई यो मोबाइलमा स्क्रिन शेयर गरेर म आफ्नो प्रोफाइल खोलेर तपाईहरुलाई यो स्क्रिन शेयर देखाउँदै छु। त्यसको लागि सबैभन्दा पहिला म आफ्नो फेसबुक प्रोफाइल खोल्छु। फेसबुक प्रोफाइल खोलिसकेपछि म आफ्नो प्रोफाइलमा जान्छु र प्रोफाइलमा गइसकेपछि यो पर्सनल ड्याशबोर्डमा जान्छु। यसमा क्लिक गर्छु। के फेसबुकबाट अर्निङ हुन्छ त? तपाईलाई म प्रश्न गरी यो देखाइदिन्छु। 4.64 अनि तपाईको सेप्टेम्बरमा $0.13। त्यसपछि मोनिटाइज सेक्सनमा गएर म देखाइदिन्छु। स्टार्ट एडेन्स रियल सब्सक्राइबेसन कन्टेन्ट मोनिटाइज। यो तपाईले देख्नु भएको छ। योर एबिलिटी टु अर्निङ इज लिमिटेड और रिजेक्ट। मैले गल्ती गरेको हुनाले मेरो प्रोफाइल रिजेक्ट भइसकेको छ। मेरो अर्निङ जुन यो अहिले 3-4वटा जुन खोल्नु पर्ने मोनिटाइज अप्सन खुलेर पनि केही सानो गल्ती मिस्टेकले गर्दाखेरि अहिले अर्निङ रिजेक्ट भइसकेको छ, अर्निङ रोकिएको छ। र अब यो किन रिजेक्ट आउँछ म तपाईलाई फेरि म प्रोफाइलमा गए। प्रोफाइल रिक्स देख्नुभयो प्रष्ट रूपमा सानोतिनो गल्तीले गर्दाखेरि यसरी प्रोफाइल रिक्स आइसकेको छ। त्यसो भए हुनाले तपाई यो कुरामा ख्याल गर्नुहोस् कि पहेँलोमा आयो भने त्यसलाई केही औषधि उपचार गर्न सकिन्छ, त्यसलाई राम्रो डाक्टर पाएसँग उपचार गर्न सकिन्छ। जब यो प्रोफाइलमा रातो चिन्ह आयो त्यसपछि भने तपाई हामीले नेपालको कुनै बिखी डाक्टर लिएर पनि, लखनऊ लिएर पनि उपचार हुन सक्दैन। त्यसैले ध्यान गर्नु होला। जानी जानी गल्ती नगर्नु होला। अन्जानमा गरेको गल्तीले त यति समस्या आइसक्यो भने जानी जानी गल्ती गर्नुभयो भने तपाईलाई यस्तो खालको समस्या आउन सक्छ। त्यसैले ओरिजिनल कन्टेन्ट गराउनुहोस्। ओरिजिनल तपाई हामीले जे गर्दैछौँ ओरिजिनल भोइस, ओरिजिनल कन्टेन्ट, ओरिजिनल फेस देखाउनु भयो भने तपाईलाई केही पनि असर आउँदैन। र यो रिजेक्ट आउनुको मेन भिजन भनेको के हुन्छ भने तपाई हामीले कमेन्टमा कसैलाई गाली गर्यौं, कमेन्टमा कसैलाई नराम्रो शब्द प्रयोग गर्यौं भने त्यसको पनि प्रोफाइलमा रिस्क आएर बस्छ। ध्यान गर्नु होला। र अर्को कुरा, पोस्ट गर्ने क्रममा तपाई हामीले दुर्घटना भएका ठाउँहरूको फोटोहरू, दुर्घटना भएको काटिएका, मारिएका, रगत बोकेका, ब्लिडिङ भएका र नराम्रा शब्द लेखेर स्टार्टर लेख्दा पनि
तपाईँ हाम्रो प्रोफाइलमा रिस्क आउँछ, तपाईँ हाम्रो अर्निङ मोनिटाइजमा असर पर्न जान्छ। त्यसैले ख्याल गर्नुहोस्। अब यो रिस्क छ या छैन, हाम्रो कुनै समस्या छ छैन भनेर म हेर्नको लागि तपाईँलाई यो मेरो प्रोफाइलमा गएर देखाइदिन्छु। त्यसको लागि तपाईँको कुनै पनि फेसबुक प्रोफाइलमा केही न केही समस्या छ या छैन भन्नको लागि तपाईँले आफ्नो प्रोफाइलमा गएर यो सेटिङको अलिकति स्क्रल डाउन गर्नुभयो भने तपाईँको हेल्प एन्ड सपोर्ट आउँछ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि सपोर्ट इनबक्समा क्लिक गर्नुहोस् र रिपोर्ट एबाउट अदर्स यसमा क्लिक गर्नुहोस्। यो नो रेस्पोन्सर रिपोस्ट कुनै पनि समस्या छैन भनेर यसरी हरियो चिन्ह टिक लागेको हुनुपर्छ। मेरो यहाँ धेरै समस्या आइसकेको थियो, मैले यो रिपोर्ट गरेर अथवा हेल्प पोस्टमा गएर रिपोर्ट गरेर केही पोस्टहरू डिलिट गरेर यतिसम्म भयो। तर हेर्नुहोस् है, युआर एलर्ट यसमा गएर नो भाइब्रेसन, यसरी नो भाइब्रेसन हुनु पर्यो। यदि भाइब्रेसन आएछ भने तपाईँको अर्निङ हुँदै गरेको अर्निङ पनि स्टप हुन्छ। अर्को कुरा यो तल देख्नु भएको छ, अक्टोबर 2024 8 तारिक, अगस्त 2017 यसमा थिच्दाखेरि यो हेर्नुहोस्, यही समस्याले गर्दाखेरि मेरो प्रोफाइल रिस्कमा छ। तर तपाईँहरू ख्याल गर्नुहोस्, ओरिजिनल कन्टेन्ट हाल्नुहोस्। यो जुन 2024 अक्टोबरको मेरो यो समस्या छ, यसमा मैले के पोस्ट गरेको थिएँ भने पर्सनलमा म्यासेज गरेर तपाईँको एकाउन्टमा यति पैसा आएको छ भनेर एउटाको फोटो स्क्रिनसटहरू मलाई सेन्ड गरेको थियो पर्सनलमा। मैले त्यो स्क्रिनसटलाई तुरुन्तै डाउनलोड गरेर फेसबुकमा यस्ता व्यक्तिहरूबाट बस्नु होला, तपाईँहरू पनि यस्तोसँग पढ्न सक्नुहुन्छ, ख्याल गर्नु होला भनेर मैले एक पोस्ट गरेको थिएँ। 2टा फोटोहरू डाउनलोड गरेर मैले डाउनलोड गरेको केही 1-1.5 घन्टा भित्रै मेरो प्रोफाइल रिजेक्ट हानिदियो। मेरो प्रोफाइल चाहिँ नै त्यस्तो भएको छ। त्यसैले यस्ता गल्तीहरू तपाईँहरू नगर्नु होला र आगामी आउने जानकारी म तपाईँहरूलाई गराउँदै जानेछु। र यदि तपाईँसँग केही समस्या आएछ भने पनि तपाईँले स्क्रिनसट गरेर रिपोर्ट अफ प्रब्लममा गएर पनि हामीले यो प्रब्लमहरू यसबाट हामीले सिधै फेसबुकलाई पठाउन सक्छौँ। तपाईँको पेज हो अथवा प्रोफाइल हो, मैले प्रोफाइलको विषयमा भने त्यो तपाईँले कुन चुज गरेर केमा समस्या हो यसबाट रिपोर्टिङ गर्न सक्नुहुन्छ। तर मेरो रिपोर्टिङ गरेर पनि समस्या समाधान भएको छैन। त्यसैले म के भन्छु भने जति पनि कन्टेन्ट क्रिएटर हुनुहुन्छ, जति पनि जोस भोलि फ्युचरमा गएर फेसबुकबाट पनि के राम्रो इन्कम हुन्छ कि भन्ने एउटा सोच बनाउनु भएको छ। त्यसो भए आजैबाट प्रोफाइल चेक गर्नुहोस्, सेटिङहरू के छ तपाईँको प्रोफाइल। भोलि गएर अर्निङमा कुनै समस्या आउँछ कि आउँदैन, भोलि गएर मोनिटाइज हुन्छ कि हुँदैन, त्यो सबै कुरा आजैबाट सेभ गर्दै त्यसलाई म्यानेज गर्दै जानुहोस् र ओरिजिनल कन्टेन्ट क्रिएटरहरू बन्नुहोस्। ओरिजिनल भिडियो फोटोहरू राख्नुहोस् र कसैलाई कमेन्टमा गाली नगर्नुहोस्, कसैलाई कमेन्टमा नराम्रो शब्द प्रयोग नगर्नुहोस्। त्यसले गर्दाखेरि तपाईँको प्रोफाइलमा पनि कुनै न कुनै समस्या आएर बस्न सक्छ। त्यसैले एउटा राम्रो कन्टेन्ट बनेर अगाडि बढ्नुहोस्। धन्यवाद।